सम्पूर्ण साथीहरूलाई नमस्कार। हाल नेपाल सरकारले सञ्चालनमा ल्याएको राष्ट्रिय परिचय पत्र अब डाउनलोड गर्न मिल्ने भएको छ। त्यसको लागि हामीले जुनसुकै भए पनि एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ। मैले यहाँ भएको चाहिँ एउटा क्रोम ब्राउजर खोलेँ। यसरी क्रोम ब्राउजर खोलिसकेपछि तपाईँले यहाँ चाहिँ सर्च गर्नुपर्ने हुन्छ एनआइडी नेपाल भनेर। मैले एनआइडी नेपाल भनेर सर्च गरेँ। यसरी सर्च गरिसकेपछि यहाँ सुरुमै देखिन्छ डाउनलोड योर इएनआइडी भनेर भनेको छ। तपाईँले चाहिँ अनलाइनबाटै आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले सुरुको चाहिँ वेबसाइटमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी क्लिक गर्नुभयो भने सुरुमै देखिन्छ तपाईँको नाम चाहिँ यहाँ नेपालीमा, तपाईँले आफ्नो नाम चाहिँ नेपालीमा यहाँ राख्न सक्नुहुन्छ। मैले यहाँ चाहिँ आफ्नो नाम यहाँ राखेँ। तपाईँले आफ्नो नाम राखिसकेपछि तपाईँले चाहिँ आफ्नो जन्ममिति यहाँ राख्नुपर्ने हुन्छ। मैले यहाँ राखेँ। यसरी तपाईँले आफ्नो जन्ममिति यहाँ राखिसकेपछि यहाँ तपाईँले चाहिँ आफ्नो नागरिकता जारी भएको मिति चाहिँ यसमा राख्नुपर्छ। तपाईँको नागरिकताको पछाडिपट्टि रहेको चाहिँ त्यहाँ जारी मिति भनेर लेखेको हुन्छ नागरिकतामा। त्यो नागरिकताको चाहिँ तपाईँले जारी मिति चाहिँ यसमा राख्न सक्नुहुन्छ। मैले यहाँ चाहिँ नागरिकता जारी भएको मिति यहाँ चाहिँ राखेँ। त्यसपछि तपाईँले यहाँ चाहिँ तल दिएको यो क्याप्चा चाहिँ यसमा राख्नुपर्ने हुन्छ। यहाँ तपाईँले चाहिँ तल दिएको यसमा क्याप्चा राख्ने। सुरुमा तपाईँले आफ्नो नाम राख्ने, त्यसपछि चाहिँ तपाईँको डेट अफ बर्थ, तपाईँको जन्ममिति राख्ने, त्यसपछि नागरिकताको चाहिँ तपाईँको जारी भएको मिति, नागरिकता जारी भएको मिति राख्ने र त्यसपछि यहाँ तल दिएको चाहिँ क्याप्चा राखेर तपाईँले चाहिँ यहाँ सर्च गर्न सक्नुहुन्छ। मैले चाहिँ क्याप्चा राखेन, तपाईँले यसरी सर्च गर्न सक्नुहुन्छ। यहाँ चाहिँ सर्च गर्नुभयो भने तपाईँको चाहिँ राष्ट्रिय परिचय पत्र यहाँ देखिन्छ र तपाईँ त्यसलाई चाहिँ डाउनलोड भन्ने अप्सनमा क्लिक गरेर तपाईँले आफ्नो राष्ट्रिय परिचय पत्र अनलाइनबाटै आफ्नो मोबाइलबाट चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ।